जीवहरू, पूर्व गाविस अध्यक्षज्यूहरू र ज्येष्ठ नागरिक समाजसेवी महानुभावहरू र यहाँ उपस्थित आमा बुबा दाजुभाइ दिदीबहिनीहरू, म मेरो न्यानो अभिवादन। यहाँ मलाई पहिचानवादी मोर्चा प्रदेश सदस्य भनेर बोलाइयो। प्रदेश सदस्य होइन, प्रदेश सदस्य भने ज्येष्ठ नागरिक जिल्ला प्रदेश सदस्य चाहिँ हो, तर पहिचानवादी मोर्चाको सङ्घीय सदस्य र जिल्लाको उपसंयोजक चाहिँ हो। त्यसैले यहाँ अन्यथा भएको हुनाले मैले यसलाई सच्याउन आग्रह गरेँ र 16औं राष्ट्रिय विभूति फाल्गुनन्द समाज सुधारक फाल्गुनन्द ज्यूको कार्यक्रममा हामी सालै पछि वर्षौं हामी यो कार्यक्रमहरू गर्छौं, तर हामीलाई समाज सुधारक भनेर सबै क्षेत्रमा पुगेको देखिएको छैन। जबकि लिम्बू समुदायमै देखिएको छैन। अरू समुदायले त राष्ट्रिय विभूति भनेर राज्यले नै घोषणा गरिसके पश्चात पनि 141औं वर्ष लाग्दा पनि हाम्रो सुधार समाजमा भएको छैन कि भन्ने यो आजको उपस्थितिले देखाउँछ। त्यसैले अब उपरान्त आउने